यो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि नयाँ भिडियो लिएर आइसकेको छु। अनि यो भिडियोको चाहिँ स्टार्टिङमा के भन्न चाहन्छु भन्दा थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच एभ्री वान फर दिस लभ एन्ड सपोर्ट। फाइनली मेरो चाहिँ 200 सब्सक्राइबर पुगिसकेको छ। तपाईँहरूको यो मायालाई देखेर म एकदम मनैदेखि आभारी छु। अनि अब धेरै इमोसनली नहुँ किनकि धेरै अघि जानु छ। यो चाहिँ बल्ल मेरो सुरुवात हो। अनि आजको दिनको चाहिँ मेरो सायरीदेखि नै सुरुवात गर्न चाहन्छु। आजको सायरी चाहिँ के छ भन्दा चाहिँ पहिला पहिला मान्छेहरू सुत्थे शरीरलाई हुन्थ्यो रेस्ट। पहिला पहिला मान्छे सुत्थे शरीरलाई हुन्थ्यो रेस्ट। अहिले मान्छे सुत्छन् मोबाइललाई हुन्छ रेस्ट। एकैछिन बक्सै कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई। अनि त्यही हो, आज चाहिँ म र भाइ चाहिँ हल्का चोकतिर जान लाग्यो किनकि त्यहाँ दिदीले हल्का कपडा सपडा सिलाउनु दिनुभयो रहेछ। अनि त्यही कपडा चाहिँ लिन जान लाग्यो। अनि चाहिँ खाजा नि अब खाजा के खाने भन्दा चाहिँ आज कति घरकै खाने भनेर बाहिरबाट ल्याउनु लाग्यो। अब खै थाहा छैन के ल्याउँछौँ, त्यो चाहिँ त्यहीँ गएर देखाउँछु। अब चाहिँ हामी जान्छौँ किनकि यो भ्लग चाहिँ स्टार्टिङ चाहिँ मेरो 1:30 बजे हुँदैछ किनकि आज चाहिँ बिहान हामीले घर सरसफाइ गऱ्यौँ। के सरसफाइ गऱ्यौँ भन्दा त हो रे सिँढी चाहिँ सट्ट टल्केको। अब टल्केको जस्तो देखिएन भने नि टल्केकै हो है। फेरि तपाईँहरूले लाइट बाल्नै पर्छ त्यसको लागि हेर्नु। त्यही अब चाहिँ त्यही चोकतिर गएर देखाउँछु के कसो हुन्छ त। दिदीले चाहिँ 3 बजे आऊ भन्नुभयो। अब चाहिँ हामी 3 बजे आइन्छ। यहाँ चाहिँ दाइहरू बोढाउँदै हुनुहुन्छ फेरि। ल दिदी यस्तो खेल्न सिक्नु पर्छ है। चाउमिन लिइसक्यो। अब चाहिँ घर जान्छौँ त्यसपछि खान्छौँ च्याप्प लाएर। हाम्रो भाइ फेरि टेकान्डो सिक्ने आइछन्। भाइले चाहिँ यहाँ बटरफ्लाई किक हानेर देखाउँछु भने न। अब यो भाइले जाने किन म चाहिँ यसो यहाँ हेर्छु ख्याल गर्छु। ल भाइलाई यहाँ हान बब्बाल हान्नु पऱ्यो है। ए भएन यो त भ्याकुता सर्ट भयो। तिमीले हान त। ओए यो त भएन यार। ओए भाइ तिमीले हान फेरि अलि बबाल हान न। त भचाङ्गै जाने क्या अलि हो र। यहाँबाट हान यहाँबाट हान बबाल के बबाल। तँ मान्छेको थुतु नै लाएर ढल्ने गरेर खिचेर। ओहो त्यो त भएन। अलि सुस्तहरू ल हान नि त। ल सुस्तहरू ल हेरौँ ल। त अरू के जाने हो देखाउ त ल। अरू ल स्ल्याब किक देखाउ ल। कस्तो अरे अब अलिक खतरावाला देखाउ न। रातो अनार त देखिरहेको। यो त सेतो अनार है के हो भने यार। त्यही माथि यो त मकै खाँदै खाऊ यार। न गुलियो हो न केही हो के हो यस्तो। मिठो नहुने रहेछ यार। सेम त ठेला मकै खाँछ है भयो। ल यार म त त्यहाँ बल खेलिरहेको थिएँ। यहाँ फेरि एउटा दाइले त दिलीप भन्ने को हो भन्दै आउनुभयो। यहाँ कसैले पठाइदिनु भयो रहेछ मलाई। उता घरबाट मम्मीले के पठाइदिनु भयो त लेसी है त चट्ट लागेर। ल के आयो है त हाम्रो कोसेली हेरौँ। आम्बो काँक्रो एउटा काँक्रो दुईटा काँक्रो त्यसपछि आम्बो घरै फलेको पाइनएप्पल है। हाम्रो घरै फलेको एउटा पाइनएप्पल हो। यो त सानो खायो। 2टा पाइनएप्पल अर्को 3टा पाइनएप्पल 2टा काँक्रो। थ्याङ्क यू मम्मी भन्न चाहे यही भिडियोदेखि। म चाहिँ खेल्दै थिएँ त्यही भएर पसिना हो है। अनि यो कसैले ल्याइदिनु चाहिँ रजनी भन्ने हाम्रो गाउँको दिदी चाहिँ आइरहेछ यहाँ अङ्कलकोमा। त्यही मार्फत आएको रहेछ तर त्यसलाई चाहिँ गाडी लाएर त्यसको अङ्कलले पठाइदिनु भएको थियो। त्यही हो म चाहिँ पसिना हो। अब एकछिन अझै खेल्छु यार। वाइल्ड क्रेजी मजा लागिरहेको है आजकल फुटबल खेल्न। तर विडम्बना भनेको मेरो हो यो खुट्टा दुख्छ क्या यार। यसले सुट हान्दा पुरै फोरै भयो यार खुट्टा नि। त्यही हो।
ल अब चाहिँ ऐनै हो त दिदीले 3 बजे माथि ख यार चापी ल माथि गर्ले ऐनै हो त्यो दिदीले 3 बजे आऊ भनेको अहिले चाहिँ 7:30 भइसक्यो अब चाहिँ हामी त्यो कपडा लिन जान लाग्यो अब थाहा छैन अब त्यो आन्टीले सिलाइदिन् कि के गरिन् त्यहीँ गएर देखाउँछु यार त्यसले गफ हाने जस्तो लाग्ला 7 बजेर 24 मिनट गयो है रियल हो रियल म झुट बोल्दैन आजकल कहिले नि बस भाइ छिटो टिप्पर बहुत हिँड्छ यार अगाडि यार यहाँ त अझैसम्म नि रेडी भएर हिँड्छ 10-15 मिनट रुक अब सक्दिन्छु भन्नुभयो के अब 10-15 मिनट रोक्छु किनकि म 3 चोटि आइसकेँ यार कति ओर्दोर गर्ने यार फेरि मेलनादिल अनि ओर्दोर गर्दा पेट्रोल भइन्छ अनि मेलनादिलले भन्नुहुन्छ कति हाल्छौ पेट्रोल यस्तै छ दिदी पारा अब के गर्नु गाह्रो त्यही यार यहाँ अझै नै क्यारम बोर्ड खेलिरहेको यार मान्छेहरू त्यही हो भन्दै गर्दा भाइले हेरेँ यहाँ यो के ल्यायो आइसक्रिम यो खान्छु अनि क्यारम बोर्ड खेलेको हेर्दै बस्छु अनि खोल चाहिँ अन्त फाल्दैन हेऱ्यो ओ खोल चाहिँ हामीले 10 मिनटमै फाल्छौँ है गुड बोय हो फेरि गुड बोय त्यही हो यार कुकुर साथीहरू नि यहीँ छन् त्यही यहाँ एकछिन क्यारम बोर्ड खेलेको हेर्छु त्यसपछि अहिले त्यो लिएर जान्छु ल यार यहाँ त 10 मिनट भनेर बल्ल सक्यो यार अहिलेको टाइम कति भयो 8 बजेर 16 मिनट गयो यार 7 बजेर 26 मिनट जाँदा हिँडेको अब चाहिँ घर जान्छौँ यार भोक पनि लाउनु लाग्यो यार थैतेरी ल अब घरै गएर देखाउँछु यार किनकि 8:30 भइसक्यो खाना खाने टाइम भइसक्यो त्यही हो घर नि आइसक्यौँ अब भात खान्छु त्यसपछि देखाउँछु भात खाइआएको सानो के खाएको मिठो छ पुकु मिठो छ कि नै भन न पुकु पुकु यता हेर नि सानो सानो यता हेरिदेऊ न पुकु के खाइयो मलाई देऊ न ल मलाई देऊ त छिटो ल्याऊ मलाई ल्याऊ छिटो न भोलि मैले आइसक्रिम पप के किनिदिन्छु छिटो देऊ भोलि फेरि किनिदिन्छु नि मैले छिटो देऊ ल छिटो दिन्ने हौ दिप दादालाई दिन्ने हौ म यहाँ दिप दादालाई के तिमीले दिन्ने हौ मलाई फेरि यसलाई जिस्काउन बहुत मजा लाग्छ तपाईँहरूलाई भन्नै बिर्सेँ आज हाम्रो पुकुको रिजल्ट थियो हाम्रो बहिनी सेकेन्ड भएन न हो कि नै पुकु हो कि नै भनिदेऊ न यता हेर हो कि नै भन न सानो भन छिटो खुसी भएर बसियो ल जाइ यो त यस्तो गर्छ कि यसलाई यसको अगाडि मोबाइल ठडाउनै हुन्न के त्यति तपाईँहरू बुझ्नुहोस् मलाई फेरि यसको एकदम के त्यो यससँग चल्न एकदम मजा लाग्छ त्यही भएर म चल्न खोज्छु त चल्न खोज्दिनँ क्या मसँग अहिले खुसी भएँ त्यहाँ द्याट्स द एन्ड अफ द भिडियो यार भर्खर खाना खाएको त्यही हो भिडियो के कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट लेख्न चाहिँ नबिर्सिनु होला अनि भर्खर मुख धोएको यार फेसवासले त्यही भएर हल्का टल्केको होला अनि यो आजकल मैले यो जुगा मिलाएन कि त्यही भएर यो कस्तो देखिरह होला अब चाहिँ यो हल्का बढाउँछु किनकि मलाई यसरी सुहाएन त्यही हो यति भन्दा आजको भिडियो यहीँ गर्न चाहन्छु पिस आउट